के खाने रे स्प्राइट ल है पुरै विराजको बेस्ट फ्रेन्ड पनि यता छ तिमी मलाई भन्दै छ मलाई सोधिमै एउटा कुरा आउने वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लग चाहिँ कति महिनापछि सुरु हुँदैछ होइन आज चाहिँ हामी फुटबल खेल्नु जाँदैछौँ पुरै ग्याङ बोकेर चेतना एफसीको केटाहरू के छ किप्पर हालत त किप्पर के छ किप्पर ल ट्याक्क हामी यहाँ जाँदैछौँ उता भाइहरू पनि छ भाइहरू कुनको क्लब रे ब्रोदर्स युनाइटेडको टिम पनि आउँदैछ हामी चाहिँ एकछिन माथि बिस्तारै रेस्ट गर्दै जान्छौँ किनकि म ओभर छिटो गर्छु उकालो हस्क के अगाडिको छैन त्यो भाइहरूले दाजुभाइ एफसी राख्ने दाजुभाइ एफसी कुकुरहरू पनि आइरहेको छ कुकुरको मालिक यता हुनुहुन्छ ठिकै छ के छ रबिन हाम्रो इन्स्टाग्राम भाइरल साथी पनि छ अनि हामी चाहिँ यहाँ अब टाइम लाग्छ होइन हाम्रो यहाँले चाहिँ 1 घन्टा लाग्छ होला के भयो यहाँदेखि देख्नुहुन्छ हाम्रो यो धरान फाक भइन्छ म चाहिँ उकालो चाहिँ लास्टै गाह्रो है टोपी पनि खोलिदिएको कपाल काटेको चाहिँ केटाहरू जाँदैछ अब हामी ठ्याक्क अहिले एकछिन पछि भेटौँ होला होइन त केटाहरूको यात्रा पुरै चेतनाको दर्शनमा आएर चाहिँ सबैजना ल अहिले भेट्नुपर्छ ल गाइजहरू अहिले चाहिँ हेर्नु सक्नुहुन्छ केटाहरू कहाँ पुगिसक्यो म चाहिँ यहाँ हिँड्नै पऱ्यो केटा देखाउ क्यामेरामा केटाहरू फाक भइसक्यो यो हाम्रो अब सबसे उकालो डाँडा परेको छौँ यो डाँडामा अब जस्टिनको हामी गोल खेल्नु कहाँ पुग्छौँ भन न हाम्रोदेखि कति टाइम लाग्छ 1 घन्टा लाग्छ त्यो पनि जान्छौँ हामी फुटबल जबर भयो होइन यस क्यामेराम्यान पनि देखाउनु पऱ्यो नि त ल कस्तो छ तिमीलाई गाह्रो भएको छैन उठ्यो अब पेट पनि घटाउने कुरा छ होइन चिन्छ आम्मा यो उकालो चाहिँ देख्न सक्नुहुन्छ कागुनेको उकालो फाकै भइन्छ है सुधि भरे साइको बनाइदिनु पर्छ ब्रुस्टीलाई पठायो भनेर क्या ओपर डराउँछ नि ब्रुस्टी त साँच्ची भनेको हो क्या न त ल कहिले भेटौँ होला अरू हामी चाहिँ यो नेसनल भ्यू पोइन्ट यो चाहिँ खैरेनी हो पढ्दै हामी देखिरहेको छ है सुधीर फाक होइन गलेर फाक केटाहरू नि फाक केटाहरू चाहिँ हिँड्दैछ यस्तो गर्मी छ कि पुरै भिजिसक्यो यहाँदेखि कति जस्तो मिनट लाग्छ 15 मिनट जस्तो लाग्छ अरे अहिले चाहिँ हामी यहाँ भ्यूमा यता केटो फाक भइरहेको पसिना झरेर थुप थुप अब आउनै पऱ्यो गोल खेल्ने भनेपछि फेरि आज 5 टिम छ भनेर आएको क्या नभए हामी आज ठिकाबारी जान आँटेको थियौँ यता 5 टिम छ आइज न भन्ने केटाहरूले दाइहरूले पनि जाउँ न दाइ भन्नुभयो अब रिक्वेस्ट गरेपछि फेरि नाइ भन्ने बानी छैन क्या गाह्रो छ केटाहरू चाहिँ उता पुगिसक्यो उता गइसक्यो म र सुधि चाहिँ गरेर फाइनली ग्राउन्ड यही है कागुनेको ग्राउन्ड कतिलाई थाहा छैन होला होइन यही हो कागुनेको ग्राउन्ड आइसक्यौँ झोल ल पारेर फर्स्टमा चाहिँ मै हो पुगेको केटाहरू लास्ट के छ मुटु दुखेर बसेको को उसले बसौँ भनेर बसेको यहाँ आउँदैछ केटाहरू पनि अलिअलि यहाँदेखि आउनु पर्छ यही जङ्गलको बाटो आउनुपर्छ हामी चाहिँ
ग्राउन्ड टाइम केटाहरू पानी लिनुभएको छ 2 बोतल लास गर्मी छ यार आज पानी पर्छ जस्तो लागेको छ होइन त्यस्तै छ
जस्टिनले गर्छ नगर्ने बुद्धि चाहिँ यही हो दाइ सिधा फुल 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 मलाई त खुट्टाले आकाशतिर बढाइदिन्छ सिक्किममा जस्टिन के हो मिलेर खेल न जस्टिन ब्रो ब्याङ भाइ बल मागेर खेल न हल्लाउ न 2-3 जना त्यही छ त माथि राख 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 माथि दाइले पोलमा हिँड्दै खेलेन म त थाहा गर्ने फुल पोलमा दाइ ल्याम्पमै गोल ओए दामी सही छ
हाल्नु मात्रै नसके होइन दाइ तपाईँहरू एकै तल हानेको देखि लस आउट तिमीहरूले उहिले 4 ताल जति हानु उ तल पुराउनु नै त्यही हो ठ्याक्कै तेरो सर्ट नाइस यार नाइस हेर्नु ए भाइ सरी दाइ भनेको सुन्दैन नि त अम्मा नितेश पनि अल्ट खेल्छ रहेछ त यतिको ओ फुच्चे फर्के एडी भाइ हो वान एन्ड ओन्ली बार्साको फ्यान बार्साको लागि के गर्नु सक्छौ तिमीले जलाइन कोही चलाउनु खोइ छैन जुम गरौँ त गर्लफ्रेन्ड कतिवटा छ अरे कस्तो अरे भाइ 3टा गर्लफ्रेन्ड हुने भाइ है जलन त उपर छ त को आगमन भइरहेको छ देवी गाउँ 3 ब्रदर्स युनाइटेड 0 लभली दाइ अङ्कितलाई आम्मामामा ओ जान ल को कारणले हामीले यहाँ चिठी भरेका सहमति हो है देवी गाउँसँग आफ्नै केटाहरू हो देवी गाउँको पनि आफ्नै केटाहरू सहमति भएर पार्टी रविन साथी वेलकमै धरानमा बबाल छिन्छ है कागुनेको होइन त हेर्नु त 50 सर्ट आफ्नो टिमलाई सहमति भएर यहाँ दाइहरू एउटा मात्रै टार्गेटमा गएको अनि मेन अफ द म्याच छवि मगर कसले अब दिदा चाहिँ 2 खेप हुन्छ 12 को एक्जाम 2 खेप दिन आँटेको यो सँग चाहिँ एकाउन्टमा पासै भएको छैन हो त साथी म पनि यो त अनि छैन नि फेरि 3 खेप के को म 3 खेप एक खेप हो यो एक खेप हो कसरी अस्तिको पाल दिएको यो सँग कति अनि एक खेप त भएन त अस्तिको पाल दिएको होइन त 2 खेप हुन्छ 2 खेप भएन त हाम्रो के एक खेप मात्रै हो अहिले चाहिँ अब दियो भने अनि चाहिँ अब दिएर त दियो फेल त एक खेप मात्रै हो नि त फेल भएको फेरि अस्ति तीनटामा थियो नि त तीनटामा एउटामा फेलियो पो रहेछ त भएको त्यो दिन आम्मा कस्तो यस्तो अनि ओइ एक्जाम जानु भन्दा 1 घण्टा अगाडि फ्री फायर फेरि 10 क्लास पुरा गर्दैछ क्या त्यो अहिले नजोड न ओ मेसेज कागुने म्याच त सही केटा हो अल्लाहु अकबर भयो